राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट चुनावी सभाको प्रारम्भ गरेको छ। परिवर्तन उद्घोष सभा नाम दिएर गरिएको चुनावी सभामा रासपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित भएका थिए। आफूहरू बोल्नका लागि नभई काम गर्नका लागि आएको भन्दै दुवैजनाले निकै छोटो भाषण गरेका थिए। चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेतिथीको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताए। मतपत्रमा फागुन 21 गते छाप लगाउने भए पनि अहिले नै मनपत्रमा छाप लगाइसकेको लामिछानेले बताए। सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्ने काम बन्द हुनुपर्ने उनको भनाइ छ। मतपत्रमा छाप लगाउने त 21 गते हो, तर मनपत्रमा छाप लागिसकेको छ। मैले भन्नुपर्ने कुराहरू धेरै छैनन्, थोरै छन्। त्यसकारणले थोरै कुराहरूलाई म निरन्तर भन्दै आइरहेको छु। हरेक शोक चौतारोमा भन्दै आएको छु। तिनै कुराहरूलाई अगाडि बढाउँछु। जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। उनले अहिले 5 वर्षको स्थायी सरकार माग गरेर जनता माझ रासपा गएको भन्दै आफ्ना उम्मेद्वारलाई भोट दिन पनि आह्वान गरे। राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रासपा अघि बढेको उनको भनाइ छ। जनताले नभई बाचा जसले गरेको हो सजाय उसैले पाउने लामिछानेले बताए। भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई छुट्टी मिलाएर भोट हाल्न आउन पनि उनले मञ्चबाट आह्वान गरे। घर घरमा जानु होला र भन्नु होला, घण्टी वाहकको तर्फबाट हामी आएका छौँ, यसपटक बाँड्ने काम नगर्नु होला। म भनेकै कुरा फेरि दोहोऱ्याउँछु, कतिपयले भन्नुभएको छ प्रत्यक्षमा चाहिँ घण्टीलाई हालौँला, असमानुपातिकमा अरू कसैलाई हालौँला, या समानुपातिकमा अरू कसैलाई हालौँला, प्रत्यक्षमा घण्टीलाई हालौँला भन्ने भएको छ। म सबै ठाउँमा नबिर्सिकन भन्ने कुरा सुदूरपश्चिममा पनि नबिर्सिकन भनेर जान्छु। बेथिती र भ्रष्टाचार सबै फाल्ने कि आदि फाल्ने। बालेनको सम्बोधन भोट नदिए हुन्छ, काम दिनुस्। रासपाका वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताए। उनले सुदूरपश्चिमलाई सुनजिक प्रदेश बनाउनु पर्ने बताए। देशलाई स्विट्जरल्यान्ड बनाउने नभई यहाँको मौलिकलाई विश्व सामु चिनाउनु पर्ने उनको भनाइ छ। स्विट्जरल्यान्डको बाउ बढी मालिका यही रहेको उनको भनाइ थियो। मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विट्जरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विट्जरल्यान्ड? स्विट्जरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विट्जरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विट्जरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौँ। भएको चिज देखाउनै सकेका छैन, सुदूरपश्चिमलाई जोड्नै सकेका छैन। वरिष्ठ नेता शाहले मुलुकको समृद्धिका